गाइज वेलकम ब्याक टु माई न्यू एपिसोड। सो आज चाहिँ धेरै समयपछि हजुरहरूसँग भेट भइरहेछ होइन। सो आज चाहिँ हामी घुम्न गइरहेछौँ बुढर झरना होइन। आज चाहिँ धेरै दिन भइसक्यो ब्लग पनि नबनाएको, कोही वर्ष दिन बितिसक्यो होइन, वर्षभन्दा बढी भइसक्यो। सो आज मैले सोचेँ मामा आएछन् हाम्रो मामा होइन, मामा आएछन् त मामासँग आज बुढर झरना घुम्न जाउँ भनिरहेको छु। मौसम चाहिँ लास्ट खराब छ होइन, पानी पर्ने जस्तो चाहिँ बिहान त पानी परिरहेको थियो अनि हामी अब घरबाट निस्किरहेको छौँ है गाइज। अब अगाडि हेर्दै गर्नुहोस्। सो गाइज अहिले चाहिँ हामी घरबाट निस्किरहेको छौँ होइन। मामा चाहिँ तयार भइसक्नु भयो, अहिले मामा चलाउने चाहिँ अगाडिदेखि म चलाउने चाहिँ। सो अब घरबाट निस्किन्छौँ, ढिलो नि भइसकेको छ, बादल चाहिँ हेर्नु सक्नुहुन्छ, मौसम कस्तो खराब छ। सो अब हामी निस्किरहेको छौँ। अहिले हामी पुगिसकेका छौँ जिल्ला प्रहरी कार्यालय। अहिले चाहिँ हामी धनगढी बजार छौँ होइन गाइस, धनगढी बजार गइरहेको छौँ। अब अगाडि हेर्छौँ नास्ता खाने भनेर रोकिरहेको छौँ, बिचमा नास्ता खान जान्छौँ अनि त्यसपछि डाइरेक्ट बुढरको लागि। पानी पर्ने मौसम चाहिँ सवाल भएको छ। सो गाइस अहिले चाहिँ हामी पराठा खान आएको थियो होइन। सो पराठा चाहिँ धनगढीको फेमस ठाउँ पराठा खाने होइन। अहिले चाहिँ हामी पराठा खाइरहेको छौँ, अब पानी परिरहेको छ बाहिर, त्यो भएर हामी चाहिँ यहाँ पराठा खाना रोकेको छौँ अनि यहाँबाट हामी पराठा खाएर पानी रोक्यो भने डाइरेक्ट हिँड्छौँ बुढोको लागि होइन। सो गाइस अहिले चाहिँ हामी निस्किसकेका छौँ, धनगढीबाट निस्किरहेको छौँ होइन। पराठा सराठा खाएर 1 घन्टा हामी त्यही उभियो, किनभने चाहिँ पानी परिरहेको थियो, धेरै पानी पऱ्यो होइन। अझ नि छिटाहरू परिरहेको थियो, तर हामीले भने अब कति दिनपछि त निक्लिएको थियो घुम्नलाई, पनि पानीको कारण त रोकिनु भएन, अरू निस्कौँ जहाँ पानी पऱ्यो रोक्यौँला। अब धेरै परिरहेको छ भने चाहिँ बर्साती लिउँला होइन, बर्साती लिएर अगाडि बढौँला भन्ने सोच गर्दै अब अहिले चाहिँ हामी धनगढीबाट निस्किरहेको छौँ। गाइस अब हाम्रो चाहिँ पहाडको यात्रा सुरु भइरहेको छ। तलपट्टि खोला छ, यो तलपट्टि खोला छ। अब हाम्रो पहाडको बाटो सुरु भइरहेको छ। यो चाहिँ डाँडाको बजार नाम चाहिँ देखाउ हेर्नुहोस्, यो साइडतिर बजार छ। अरू गाइस हेर्न सक्नुहुन्छ तपाईँहरू, यो भाँसीको भिड भन्ने चिज यही हो। यस्तो अँध्यारो छ, यहाँ पिरो लागेर केही देखिँदैन। अगाडि आउँछ ठुलो सुरु हुनु लाग्छ, अब सुरु भइरह्यो, भर्खर सुरु भइहाल्यो। देखिँदैन कुहिरो लागेर यता हेर्नुहोस्, हेर्न सक्नुहुन्छ तपाईँहरू भाँसीको भिड, केही देखिँदैन, बाटो भने अन्धकार छ। सो गाइज अहिले चाहिँ हामी भासुभन्दा अगाडि पुगिसकेका छौँ होइन, भासुबाट हल्का अगाडि छौँ। सो अघिदेखि चाहिँ म गाडी चलाइरहेको थिएँ, अब हल्का मामा चलाउँछन् गाडी, मैले चाहिँ भिडियो सिडियो बनाउनु पऱ्यो, हल्का सिनहरू लिनु पऱ्यो नि त। अब राम्रो राम्रो सिनहरू आउँछ, गाडी चलाउँदाखेरि त सिनहरू लिन सकिन्न नि त मैले।
सो हेर्नु सक्नुहुन्छ यस्तो बवाल बवाल सिनहरू, यस्तो डाँडाहरू, क्या कुहिरो लागेको यस्तो चिसो छ मौसम, मजा आइरहेछ। अनि हामी चाहिँ धेरै साल अगाडि लगभग म करिब 8-10 वर्ष अगाडि पिकनिक आएको थिएँ म यो ठाउँमा। अहिले चाहिँ बादल लागिरहेछ, भर्खर आयो यो बादलको झोका, उहिले थिएन। उता खाएको थिएँ हामीले पिकनिक, उता टावर देखिरहेको छ कि छैन उतानिर टावर चाहिँ होइन, त्यतै हामीले पिकनिक खाएको थिएँ। उतातिर हामीले फोटोसोटो खिचेको थिएँ, अनि सन्तला किनेर खाएको थिएँ होइन। सो म काफी समयदेखि पहिला खोजिरहेको थिएँ, म यो ठाउँमा बिर्सिसकेको थिएँ क्या, र ठ्याक्क आज याद आयो यहाँनिर खाउँ भन्ने। अब 8-10 वर्ष अगाडि हो, त्यति बेला आएको थिएँ म यहाँ पिकनिक खान फर्स्ट टाइम। अहिले चाहिँ हामी अब सहजपुर पुग्नेवाला छ होइन, टाइम नि धेरै भइसक्यो। टाइम कति भयो हेर्छौँ है, टाइम 12 बजिसक्यो। देखिन्छ कि देखिन्न, 12 बजिसक्यो, धेरै भइगयो टाइम। हामीले अब धेरै आरामले गइरहेको छु, रस छैन, हतार छैन, वहीँ जाने हो, मजाले जाउँ मजाले पुगौँ। मौसम नि त्यस्तो छ, पानी पर्ला जस्तो भइरहेछ थोडा थोडा, के हुन्छ होइन, हल्का हल्का पानी नपरे त हुन्थ्यो, बरु मौसम यस्तै भयो नि, मजाले जान्छौँ। सो अब निस्किन्छौँ हामी यहाँबाट। अब थोरै छ, धेरै छैन, 1 घन्टा लाग्ला, बढीमा बढी 1 घन्टा लाग्ला मेरो हिसाबले, पुगिहाल्छौँ हामी। सो हेर्दै गर्नुहोस्, 1 बजेसम्म पुग्छौँ जस्तो लाग्छ मलाई। सो गाइस अहिले चाहिँ हामी सहजपुर बजार पुगिसकेका छौँ होइन। सहजपुर पुग्यो, सहजपुरबाट अझ टाइम लाग्छ यार, धेरै छ। अब त घाम चढिरहेको छ यतातिर त, सहजपुर त घाम लागिरहेछ। गाइस हामी बुडर बजार पुगिसकेका छौँ। पुगिसकेका छौँ होइन, यहाँबाट माथि गइरहेको छौँ। बुडर चाहिँ पछाडि बजार छ बुडरको, त्यो अगाडि गइरहेको छौँ। अब बुडर यहाँबाट 7 किलोमिटर छ अरे बुडर झर्ना, यहाँबाट चाहिँ अब 7 किलोमिटर भएको कारण चाहिँ अब बुडर बजारबाट हामी माथितिर गइरहेको छौँ। यो चाहिँ बुडर बजार हो होइन, यहाँ चाहिँ चौकी छ, यस्तो छ। रकम छ होइन, हामी गइरहेको छौँ बुडर झर्नातिर। ट्राफिक सरहरू हात देखाउँ कि नदेखाउँ अक्क भयो हामीहरूलाई देखेर, यस्तो हात गरिरहेको थिएँ, रोकौँ सर भनेर जाउ गरिदियो। सायद क्यामेरा देखेर हो हामीहरूलाई, रोकौँ कि नरोकौँ भन्ने मन भइहाल्यो क्या, पता नि किन रोकेनन्, किन रोक्न खोजे, बट हामीलाई पछि जाऊ भने। सो अब चाहिँ हामी गइरहेको छ। मलाई लाग्दैछ कि टावर हामीले गुगल म्याप चलाएर हेर्नुपर्ने जस्तो सिचुएसन लागिरहेको छ, किनभने बाटो थाहा छैन कति छ के छ भनेर। गुगल म्याप चलाएर हेर्नुपर्ने हो एकछिनमा, अन्त अगाडि गएर 2-4 मिनट अगाडि गएर त्यसपछि हेर्छौँ। मान्छे छैनन्, चहलपहल त छैन केही पनि। आज पानी परेको भए हुनाले चहलपहलै छैन यतातिर। कहाँ पारिँदै गाडी यतै राख्नुपर्छ होइन, गाडी यतै राख्नुपर्छ। ल दाइ उता राख्नु। ल कति रुपियाँ हो चिट? ए ल आएर काटौँ ल। खाना खानु पार्किङ किन उता राख न, उता राख। सो गाइस अहिले चाहिँ हामी पुगिसकेका छौँ होइन झर्नासम्म। यहाँ चाहिँ पार्किङ छ, यहाँ टोइलेट छ होइन,
सुविधा त रहेछ यार, सोचेको थिएन यस्तो सुविधा होला भन्ने। उता गेट छ होइन, उता चाहिँ झर्ना छ, गेटको सिधा माथि देखिरहेको कि छैन हजुरहरूलाई। यता पसलहरू छ, यहाँ आएछन्, गाडीहरू पनि छन्, मान्छेहरू होला नि सायद। अहिले त कोही देखेन बाटोमा खासै मान्छेहरू छन् कि छैनन् नहोला नि भन्ने जस्तो भइरहेको थियो होइन। सो अहिले चाहिँ हामी यहाँ हल्का भएर टोइलेट गएर सु गर्नु पऱ्यो होइन। टोइलेट गएर सु गरेर अनि माथितिर जान्छौँ। अनि यता सामान पनि राख्नुपर्छ, यसको चिट काट्नुपर्छ अरे, पार्किङको 20 रुपियाँ पर्छ अरे। त्यो पनि गरेर माथि जान्छौँ अनि हामीहरू। ठिक छ, माथि अहिले बनाउँछु एकछिन, टोइलेट गइहाल्यो। तपाईँहरूलाई टोइलेट नि देखाउँछु कस्तो छ होइन। क्लिन छ कि छैन? क्लिन छ, सरी ठिकै छ, क्लिन ठिकै छ, यतिको क्लिन भयो पुग्छ। मतलब सिक्स सेन्स हल्ने कुरा छ हल्का होइन। गर्मी भइगयो यार, घाँटी दुखिसक्यो। यसो गर्छु म। सो गाइज यो पछाडिको चाहिँ गेट भयो होइन। यस्तो रोड छ, बस्ने सिटिङ पोस्चरहरू पनि बनाएको छ। कस्तो दामी रहेछ कि दामी, सोचेको थिएन मैले त्यो दामी होला भन्ने। धेरै चार्जिङ त छैन मेरो गोप्रोमा, हल्का हल्का बनाउँछु अनि मोबाइलदेखि बनाउँछु क्या। मोबाइलदेखि पनि खासै राम्रो आउँदैन क्या पहिलाको जस्तो। त्यो भएर गोप्रोमादेखि बनाइरहेको छु, गोप्रोमा चार्जिङ कम छ जस्तो हुन्छ। हल्का मोबाइलले बनाउँछु, हल्का गोप्रोले बनाउँछु, बेला बेलामा चेन्ज गर्नुपर्छ सर्ट। शिवजी मन्दिर छ भने होइन, र शिवजी भगवान्को नि रहेछ होइन। यो पिकनिक खानेहरूलाई हो कि बस्नेहरूलाई हो, सिटिङहरू पनि छ, यहाँ ड्रेसिङको नि छ। अनि उता झर्ना छ, राम्रो छ, सबैजना एकदम राम्रो छ। बुढो झर्ना एकचोटि चाहिँ भिजिट गर्नुहोस्, धेरै राम्रो छ। पुगेको छैनौँ तर भन्छु, अगाडि नै भन्छु, आउनु होला, धेरै राम्रो छ। सो गाइस यहाँ चाहिँ शिवजी भगवान्को मूर्ति छ होइन बनाएको। यता आफै झर्ना छ, एकछिन यता हामी हात मुख धुन्छौँ होइन। मुख धुनु पऱ्यो क्या, कालो कालो भइयो, पसिना पसिना भएछ। हल्का सफरको थोडा थाक्याइ पनि भएछ नि त, मुख धुनु पऱ्यो, अन्त मुखसुख धुन्छौँ। सो गाइस अहिले चाहिँ हामी पुगिसकेको छ बुढो झर्ना होइन। सो पछाडि चाहिँ मेरो पछाडि चाहिँ झर्ना छ होइन। अनि यो साइडतिर मन्दिर छ, मन्दिर देखाउनु। अनि यस्तो छ झर्नातिर चाहिँ, अहिले चाहिँ हामी झर्नातिर जाँदैछौँ होइन। सो आउनु होला, एकदमै दामी छ भ्यू चाहिँ, लास्ट मजा आइरहेको छ भ्यूहरूमा। होइन तिमीले अगाडि पनि देखाइसक्यो, हामीले अगाडि पनि देखाइसकेको छौँ होइन। झर्नातिर गइरहेको छ, मान्छेहरू चाहिँ नुहाइरहेछन्। उता मान्छेहरू चाहिँ नुहाइरहेछन्, मलाई चाहिँ हल्का लाज लागिरहेछ होइन, किनभने अरूको प्रश्न हाल्न मजा आउँदैन नि त। मलाई चाहिँ हल्का लाज लागिरहेछ। म त्यही पनि बनाउँछु नि, म आफ्नो बनाउँछु भिडियो, झर्ना देखाउँछु। यस्तो छ झर्ना चाहिँ। गाइस झर्ना हुन्छ क्या हुन्छ।
सो गाइज अब चाहिँ हामी घरतिर निस्किरहेको छौँ होइन बुटर झर्नाबाट धेरै बस्यो होइन 2-3 घन्टा हामी यहीँ बस्यौँ 2 घन्टाभन्दा बढी बस्यौँ बेसी होइन अब चार्जिङ पनि सकिसकेको थियो चार्जिङ कम छ हल्का पावर ब्याङ्क थियो त्यसले चार्जिङ गरे एकछिन होइन सो यस्तो छ बुटर झर्ना चाहिँ एकदमै दामी छ राम्रो छ आउनु सक्नुहुन्छ होइन यहाँ चाहिँ शिवजी भगवान्को छ यहाँ मामाजी अब हामी यहाँबाट निस्किरहेको छौँ होइन बाटो पनि यस्तो छ पुरै त्यहाँबाट सबै गाडी साडी सबै आउँछ बस्ने आउँछ अनि यहाँसम्म उतासम्म बस्ने आउँछ हल्का हिँड्नुपर्छ त्यतिकै हिँड्नु 1 मिनट पनि हिँड्नु पर्दैन बाटो यस्तो छ बाटो देखिसक्नुभयो होला एकदम राम्रो छ अनि खानको लागि पनि नास्ता सास्ता पाउँछ यतै होइन खानेको पनि व्यवस्था छ टोइलेटको पनि व्यवस्था छ चेन्जिङ रुमको व्यवस्था छ यति हो लाइट मात्रै त्यति छैन त्यो चाहिँ व्यवस्था भइरहेछ सायद सो गाइज अब चाहिँ हामी यहाँबाट निस्किरहेको छौँ होइन सो गाडी साडी तयार भइसक्यो होइन मामा चाहिँ उता गाडी हाम्रो ब्याग त्यहाँ छ पसलमा उता दाइकोमा सो हामी ब्याग स्याग लिएर अब जान्छौँ घरको लागि घर जान्छौँ होइन ढिलो पनि भइसक्यो अब घरतिर निस्किनु पऱ्यो सो चार्जिङ पनि छैन बढी अब एकछिन निस्किन्छौँ यहाँबाट सो गाइज अहिले चाहिँ हामी बुटरबाट निस्किसकेका छौँ होइन बुटरबाट निस्किसकेका छौँ यहाँबाट 10 किलोमिटर अगाडि फ्लोटो भन्ने ठाउँ छ होइन सो त्यहाँ जानेछौँ यो पानी आउने जस्तो मौसम भएको छ एकदम पिरो लागेको छ एकदम चिसो भइरहेको छ होइन आमा चाहिँ रक्कु बनाएर कुदाइरहेको छ अब घर जानु भनेर आमालाई चिसो पनि लागिरहेको छैन फुल जोसमा कुदाइरहेको छ पानी पर्ने जस्तो लाग्छ लाग्छ पानी पानी परिरहेछ उता परिरहेछ हेर्न सक्नुहुन्छ पानी बाह्रमा ठुलो लागिरहेछ पानी चाहिँ कलेज बढी होइन 50 मिनट माथि फुल कुहिरो छ कुहिरो यस्तो छ कुहिरो क्यामेरामा चाहिँ कुहिरो देखिरहेको छैन हो बढी खासै तर आँखाले धेरै छ कुहिरो साँच्चै क्यामेरामा त्यति कुहिरो देखिरहेको छैन होइन तर आँखामा चाहिँ कुहिरो छ पानी नि परिरहेछ मगाका छिटाहरू यस्तो छ मौसम पानी परिरहेछ छिटाहरू पिरो लागिरहेछ चिसो भइरहेछ जाडो भइरहेछ के गर्ने गाई मजा लिनुपर्छ त्यही हो मजा लिऊ सो गाइस पानी परेर हल्का भिडियो छ होइन अनि रोकेर पानी मौसम चाहिँ यस्तो छ पुरै छिटाहरू परिरहेछ अहिले अनि पुरै धुवाले पुरै गिरेछ सो गाइज अहिले चाहिँ हामी कपडा सपडा सर्ट मामाले अनि उता मामाले पनि सर्ट लगायो होइन जाडो भइरहेछ सो हामी चाहिँ पानी परेर रोकिएको थियौँ यो ठाउँमा हामीसँग बर्साती छ बट ब्यागको लागि मात्रै छ नि त मान्छे त भिजिरहेछौँ हामी पानी नि परिरहेछ त्यसैले एकछिन यहाँ उभिएको थियौँ सो अब सर्ट लगायो अब झोलाहरू प्याकिङ गरिरहेछौँ अनि यहाँबाट हामी निस्किन्छौँ अहिले सहजपुर छौँ लगभग 7 बजेसम्म त पुगिहाल्छौँ धनगढी भन्ने आश छ सो निस्किन्छौँ अब यहाँबाट होइन पानी पऱ्यो चिसो भइरहेछ कि चिसो छ यता त मौसम एकदम चिसो सो गाइस अहिले चाहिँ हामी भासुको भिड पुगिसकेका छौँ होइन
सो पानी पर्दा पर्दा रुजेर हल्का छिटा परिरहेको थियो फेरि हामीले त पानी पर्ला भन्ने सोचेको थियौँ बट पानी चाहिँ रोक्यो पानी चाहिँ अहिले चाहिँ रोक्यो नि त अहिले यहाँबाट चाहिँ भ्यू दामी यस्तो बवाल देखिरहेको छ भाँसुको भिर यो भाँसुको भिर होइन यस्तो छ यो चाहिँ भाँसुको भिर होला नि धेरै गहिरो छ तर भ्यू चाहिँ बादल लागिरहेको छ उतातिर यस्तो छ क्या दामी भ्यू त्यहाँ गएर त्यो देखाउनुपर्छ है अहिले हामी उतातिर जाने उता धनगढी जाने हो सो गाइस अहिले भाँसुको भिरबाट अब हामी निस्किन्छौँ होइन मसँग चार्जिङ छैन धेरै त्यसैले अब यहाँबाट हामी निस्किन्छौँ होइन धेरै भिडियोहरू बनाउन सक्दैन सरी सो अगाडितिर हेर्छौँ जान्छौँ हामी यहाँबाट सो गाइस यो हेर्नु बादल उडिरहेको छ यस्तो बवाल उता फेरि ऊ रोडमा चाहिँ पुरै कुहिरो छ यस्तो बादल उडिरहेको छ तलबाट आइरहेको छ भने मेरो क्यामेरामा त नदेखेर सोचिरहेको थिएँ बट देख्यो बादल यस्तो उडिरहेको छ फेरि यता छैन फेरि उतै उडिरहेको रहेछ तलबाट आइरहेको छ होइन यो बादल चाहिँ उता रोडमा छ क्या हल्का हल्का सो गाइस अहिले चाहिँ हामी गोदावरी पुगिसकेका छौँ हाम्रो पछाडि चाहिँ उतै झुलुङ्गी पुल भइसक्यो मामा भइसक्यो अहिले चाहिँ मैले गाडी खान्डाडादेखि चाहिँ मैले गाडी चलाएर आएको थिएँ होइन त्यो भएर भिडियो सिडियो बनाउनु भएन होइन खान्डाडादेखि मैले चलाएँ अनि अहिले जस्ट पुगेँ होइन अब 7 बज्नेवाला भइसक्यो अब एकछिनमा घरतिर जान्छौँ 2 मिनट बसेर सो मेरोमा चार्जिङ नै छैन होइन त्यसैले अब धेरै नबोलेर अब सिधै घरतिर भेटौँला नि त हुन्छ कति टाढाबाट हो भर्खरै त्यो अगाडि चेक भयो भयो भने फेरि अब हुँदैन भने हिसाबले पनि आउँछ नि फेरि अलिक तकोर आएर त्यही भएर यहाँ खाँदैनौँ हामी लाग्यो ल धन्यवाद सर मेरै भएको छैन के धनगढी चौरा यो धनगढी चौरा पशुपति पृथ्वी चोक पछि चेक भइरहेछ चेकिङमा बिस्तारो कति हुन्छ 3-4 चोटि मापछि चेकिङ भइसकेको छ सो हे गाइस अहिले चाहिँ हामी घर पुगिसकेका थियौँ म नुहाइधुवाइ गरेँ होइन हल्का गर्मी भइरहेको थियो अनि घर पुगेर नुहाएँ
टाइम नि भइसक्यो सो सरी होइन बिचमा आउँदाखेरि नास्ता सास्ता गरेर थिएँ अनि घर पुगेँ चार्जिङ नि थिएन मोबाइलमा खासै अनि गोप्रोमा पनि चार्जिङ थिएन अनि घर पुगेको लाइट पनि गएको थियो अनि ठेक्क लाइट आयो होइन घर पुगेको साथ अनि मेरो क्यामेरा यस्तो हुन्छ कि मोबाइलमा फ्लिकर आउँछ त्यसैले अब बाई बाई होइन नयाँ ब्लग छिटै हाल्ने कोसिस गर्ला पिस आउट बाई बाई